जो उखाड्न सक्छस् उखाड। तँलाई अहिलेसम्म महिला भनेर मैले सम्मान गरिरहेको थिएँ, अहिलेसम्म बोलिरहेको छ तर तैँले अति गरिस्, अति भइसक्यो तेरो। अनि साथीहरू तपाईँले यो कसलाई भनिरहेको छ, किन भनिरहेको छ भन्नु होला। एउटा छि यो रबिना खातुन भन्ने खातेनी, यसलाई मैले फलो गरिरहेको थिएँ, यसको कुराहरू राम्रो लाग्थ्यो केही दिन पहिलासम्म। तर यसको यो 2-4 दिनदेखि यसको गतिविधि, यसको भिडियोहरू हेरिराख्दा नि मलाई पनि आफै खुन खौलेर आउँछ के भन्दैछ सुन्नु न एकचोटि, सुन्नु तपाईहरू आफै सुन्नु। हिन्दू राष्ट्र घोषित गर्छु, हिन्दू राष्ट्र घोषित गर्नुपर्छ। तिमीहरू घोक्रो चिल्लाएर जति पनि हल्ला गर्छस् नि तिमीहरूको माग कहिले पनि पुरा हुँदैन। हामी पनि कमजोर छैन, यो कुरा याद राख्नु। नेपाल देश भनेको देवभूमि हो, सनातनीहरूको भूमि हो। यो यहाँ बसेर हिन्दू भगाऊ देश बचाऊ भन्ने अभिव्यक्ति दिँदै गर्दा यसले चाहिँ सपोर्ट गर्ने खुलेर, त्यो पनि भिडियो जारी गर्दै, एउटा भिडियो पनि होइन, हरेक 5-5, 10-10, 15-15 मिनटमा भिडियो जारी गर्दै द्वन्द फैलाउने काम गरिरहेकी छ यसले। यो भोसडीवाली मादर चोद्नी सुध्रियाल भन्छस् नि। मेरो पछाडि 10,000 भन्दा पनि बढी युवाहरू छ नि, त्यो पनि हिन्दू केटाहरू भन्छस् नि। हो त्यही फरक छ, आफै बुझ। तर हामीमा यही फरक छ, बुझिस्। हामीले धर्मलाई कहिले विभेद गर्दैनौँ, बुझिस्। तर तिमीहरूले गर्न बाध्य बनाउँछौ। मैले यो विषयमा बोल्दैन भन्ने मेरो चाहना थियो, तर यसको भिडियो हेर्दा त म यति इरिटेट भएँ नि। त्यसैले साथीहरू यो भिडियो जारी गरेको अब आफै भन्नुहोस् र यो भिडियो त्यो यो खातेनीसम्म पुर्याइदिनु होला। धन्यवाद।